हाई गाइज गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। अहिले चाहिँ 10 बज्न लागिसक्यो। म चाहिँ घर हिँडेको र अहिले चाहिँ म बाटोमा छु। मैले यता मोलुङ खोला हाइड्रो पावरमा छु। त्यहाँ काम भइरहेछ पुरा स्काइभिटरबाट। र सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। फेरि पनि बिचमा भिडियो धेरै नै ग्याप भइसक्यो। मेरो बोर्ड इक्जाम आइरहेको छ, त्यही भएर पनि भिडियोहरू डेली आइरहेको छैन। त्यही भएर आज चाहिँ म घर जाँदैछु, त्यही भएर भिडियो बनाउँदै हिँडिरहेको छु। भिडियो बनाउँदैन चाहिँ भिडियो गर्नै परेको होइन। अहिले चाहिँ म बाटोमा छु। अझै कति यहाँबाट त्यस्तै 3-3.5 घन्टा लाग्छ मेरो घर पुग्नलाई चाहिँ। यो अहिले चाहिँ यो हाइड्रोपावर ड्याम हो। यता ड्याम यता पावर त्यहाँनिर काम चलिरहेको रहेछ। कामहरू गरेको। खोला चाहिँ पुरै सुकेर छैन, छन त छ हल्का। अब खोला अब झन् सुक्छ। खोला माथि अर्को फेरि हाइड्रो बनिरहेको छ। योभन्दा माथिपट्टि यहाँबाट देखिँदैन। यो डाँडा पछाडिपट्टि हो, यो माथिपट्टि अर्को हाइड्रो बनिरहेको छ। देखेको चाहिँ छैन, मैले पनि सुनेको, तर भिडियोहरूमा चाहिँ देखेको। त्यहाँ बन्दैछ। त्यसपछि यो खोला झन् सुक्छ होला। त्यताबाट सुकेर यता कता पानी निस्किन्छ होला नि। सुक्न त सुक्दैन, उँभो माथिको चाहिँ सुक्छ, यहाँको त सुक्दैन। र म चाहिँ थोरै माथि आएर बसेको, बरको फेर्नु बसेको। बरको दाना झरै गर्छ। यतै लाग्ला भन्ने डर, लुगा बिगारिदिन्छ फेरि लाग्यो भने। बरको दाना थोरै रहेन, झरै गर्छ। अनि एउटा कुरा, यहाँ पर खाल्टो पारेर स्काइभिटरले खै खाल्टो खनिरहेको रहेछ। खै के को लागि हो त्यो चाहिँ थाहा भएन। अनि यता क्रसर चलिरहेछ, काम धमाधम भइरहेको रहेछ यता पनि। अब उहाँ पारि दाउरा धेरै थुपारेर राखेको रहेछ। मैले त देखेको थिइनँ, अहिले भर्खर देखेको। पुरा दाउरा काटेर थुपारेको रहेछ। बरको दानाले मार्ने भयो आज। झरै गर्छ बरको दाना। भुइँभरि छ, बाटोभरि धुलो यस्तो छैन। फेरि धुलो गर्मी उस्तै भइरहेछ, घाम उस्तै लागिरहेछ। पानी अनि पर्छ कि जस्तो लाग्छ। पानी नपर्दै त हुन्थ्यो। अझै छ बाटो चाहिँ उकालो जानलाई। मलाई आज यहाँबाट माथि देउराली निस्किनको लागि अझै 30 मिनट जति लाग्छ होला। अनि त्यहाँ भेट्नुपर्छ है त। तपाईँहरूलाई चाहिँ म के देखाउँछु भने नि साथीभाइहरू, यो जुन यो पारी गएको पहिरो छ नि, यो पहिरोको फेदमा चाहिँ गाउँहरू छ, तर देखिँदैन होला क्लियरसँग। गाउँहरू छ। अनि त्यो गाउँको छेउबाट चाहिँ यो पहिरो, जुन यो देखेको पहिरो आएर त्यो घरहरूलाई क्षति पुऱ्याएर कोहीलाई क्षति पुग्छ भनेर त्यो ठाउँहरू, त्यो जमिनहरू चर्केपछि चाहिँ सरकारले, पालिकाले यहाँनिर चाहिँ मोलुङ एकीकृत नमुना बस्ती बनाइदिएको छ होइन। यो जुन यो पुरै रातो छ। यहाँबाट पल्लो छेउसम्म छ। कति 2-3 घरमा चाहिँ मान्छे छैन होला, नत्र सबैमा छ। बस्न यता मात्र बस्नु होइन, फेरि मान्छेहरू उता पनि बस्नुहुन्छ। एकचोटि म पनि पुगेको छु त्यो ठाउँमा चाहिँ। तर पहिरो लास्ट ठुलो डेन्जर गइरहेछ पहिरो चाहिँ। त्यो पहिरो घरिघरि नै आइरहेको छ क्या। त्यो एकचोटि आइसक्यो होइन, फेरि कोही बेला पानी परेको बेला फेरि आफै त्यो पहिरोहरू आइरहेको हुन्छ। यो म पुग्नुपर्ने चाहिँ उहाँ माथि, अझै माथि नै पुग्नुपर्छ। म चाहिँ यहाँबाट अझै 2 घन्टा लाग्छ होला त्यस्तै। यो मोलुङ एकीकृत नमुना बस्ती मोलुङ 3 प्राप्त ओखलढुङ्गा हो। यो चाहिँ यसमा छ। लेट्स सी, सबैजनाले हेर्नु होला नमुना बस्ती। यता केराहरू रोपेको छ। तपाईँहरूलाई म फेरि एउटा कुरा देखाउँछु कि जुन यो घर छ नि, यो त्यो तल्लो होइन, यो मास्टर चाहिँ घर। यो घरमा चाहिँ एउटा बुढी आमा बस्नुहुन्थ्यो। अनि म आउँदा, रामपुरबाट आउँदा, घर जाँदा, घरबाट रामपुर जाँदाखेरि यहाँ बस्ने, बोल्ने, गफ गर्ने, खाजा खाने, चिया खाने ठाउँ थियो। यहाँ चाहिँ बस्ने नानी भन्नुहुन्थ्यो। विशेष गरी मेरो बाबा हुँदाखेरि, आउँदाखेरि बाबालाई माइला भन्छन् सबैले। अनि माइला आइज जाँड खाएर जा भन्ने, बाबा चाहिँ जाँड खानु हुन्छ नि त। अनि जाँड खा, बस, गफ गर भन्नुहुन्थ्यो। अनि जब अहिलेभन्दा 5-6 महिना
अगाडिको कुरा हो। पहिलाको मान्छे बुढी मान्छे पहिलादेखि सुन यता सुन चाँदी लाएर बस्ने राख्ने थियो नि त, धेरै थियो जस्तो लाग्छ मलाई त्यो बजीको सुन चाँदीहरू चाहिँ भने लाएर बस्नुहुन्थ्यो। अनि एक दिन चाहिँ यो जुन यो देखेको डाँडा पछाडिको भन्ने सुन्न आएको मलाई पनि, यो डाँडा पछाडिको केटाहरू आएर अब खै कतिजना 5-6 जना होला सायद, एकजनाको त आँडा आएन होला, 5-6 जना आएर यो घरमा पुरा यो दिउँसैदेखि आएको होला, एकैचोटि आएर त गरेन होला। मा कुटेर त्यो नबोलोस् भनेर मुखमा ढुङ्गा खाँदेर मारेर त्यो झ्यालबाट, त्यो झ्याल छ एउटा, त्यो झ्यालबाट घोचेर खै के गरेर मुखमा ढुङ्गा खाँदेर झुन्डाएछन्। अनि झुन्डाएर त्यो सुनहरू पैसाहरू लगेर गएछन् उनीहरूले। अनि सिधै भोलिपल्ट नि थाहा नपाएको, 2-3 दिनपछि हो कि 2 दिनपछि यता यो पारिपट्टिको अङ्कलहरू यता घाँस जान्छन् कि यता खोलातिर, यो पारिपट्टि खरबारी छ, खरबारी घाँस लिन जाँदाखेरि, खोलातिर घाँस लिन जाँदाखेरि अब एक्लै भएको मान्छे सबैलाई याद हुन्छ नि त, बोलिराख्ने राम्रो मान्छे। अनि हेरे छैन, कोही पनि छैन, फेरि एक्लै बस्नुहुन्थ्यो यहाँनिर, कोही छैन यो एरियामा। यो 2टा घर हो, यो तल्लो घरको पनि पारितिर कता बस्नुहुन्छ अरे। अनि छैन, पछि खोज्दाखेरि मान्छे त्यस्तो अवस्थामा। अनि यताउता पुलिस गऱ्यो, तर त्यो मान्छेहरू भेट्न त भेट्यो, यही डाँडा पछाडिको भनेको सुनेको मैले पनि, यतै गरेँ। मान्छेहरूमा कस्तो मुटु हुन्छ हौ यस्तो काम गर्नलाई। यो जुन यो धारा यस्तो पानी आउँछ, यो बाटो हिँड्ने यता पारीको अङ्कलहरू धेरै जसो घाँस जाने यता पारी हो के, यो खोलातिर यता खरबारी छ। अनि यताबाट घामले थाकेर गर्मी भएर पानी खानु तिर्खा लागेको हुन्छ। अनि यहाँ बाटोमा बनाइदिएको धारा ताल यस्तो छ, सब ढुङ्गाले हानेर भत्काइदिएको छु। यतैको बाटो हिँड्नेहरूको त यो बौलाहरूको काम, बौला त भन्नु हुँदैन होइन, फेरि म अहिले गाली खान्छु। तर यस्तो चाहिँ गर्नु नहुने हो क्या, यस्तो छ, यस्तो गर्ने होइन। यो पुरा एउटाले यस्तो गर्दा अर्कोले आएर हानिदिन्छ। अब यहाँ नाम पनि लेखेको देखिरहेको थियो यहाँ M+ यिनीहरूको खुब लभ परेको छ। यिनीहरू तिमीहरू भिडियो हेर्दैछस् भने नि जाँदा तिमीहरूको ब्रेकअप होस्, यो धारा लेख्ने पुरा नाम छ, M+A रे, HS रे, अनेक विधि छ यार। यता बाख्रा पनि आउँदैछ। है त अब भिडियो हेर्दै गर्नु होला, फेरि भेट्नुपर्छ। म चाहिँ अब यहाँबाट हिँड्छु। गाइस सबैजनाले खाजा खानुभयो होला। म चाहिँ अहिले आधी बाटो पुगिसकेँ, आधी बाटो भन्दा नि अझै लाग्छ होला 1.5 घन्टा जति। अनि त्यही घाम ओइलाइसक्यो अहिले चाहिँ, धेरै छैन, यस्तो जङ्गल छ, म एक्लै छु। म चाहिँ जाँदै ठ्याक्कै यहाँ आइपुगेपछि के याद आयो भने नि, जुन यो पानी बगिरहेछ नि यो खोल्सामा, यो खोल्सामा चाहिँ कति 2-3 जनाले पानी खाएको थियो अरे। त्यसको त्यो यस्तो घाँटीमा हो कि यस्तो देखाउनु भएन, त्यो गाँडा भन्ने हुन्छ नि, त्यो गाँडा यस्तो फोका यत्रो के भन्ने त्यसलाई, गोलो हो त्यस्तो आएको थियो अरे क्या घाँटीमा। यो यहाँको पानी खाएपछि चाहिँ एकजनालाई होइन, फेरि 5-6 जनालाई जसले यहाँको पानी खाएको थियो अरे त्यसलाई चाहिँ त्यो गाँडा आएको थियो अरे क्या। यही खोल्साको पानी हो, तर म चाहिँ खाँदैन है यो पानी। खै त्यहाँ यहीँ माथिबाट आएको पानी हो हुन चाहिँ यो, तर त्यस्तो रे। मलाई पनि बाबाले भनेको, अनि बाबाले मात्र हेर्न, बाबाले बाजेले फुपूले सबैजनाले यो बाटो हिँड्दाखेरि यहाँ अब केटाकेटीमा चाहिँ यताबाट आउँदा धेरै टाढो पर्छ नि त। अनि पानी खाम भन्दाखेरि त्यसो भन्नुहुन्थ्यो क्या, यहाँको पानी होइन त्यहाँ उता परतिर पनि छ क्या पानी खान्छ, अनि त्यहाँ पानी खानुपर्छ, यहाँ पानी खायो भने गाडा पलाउँछ भन्नुहुन्थ्यो क्या। यहाँको पानी खायो भने चाहिँ गाडा पलाउँछ अरे। खै कोलाई थाहा छ, यहाँ आउने जति कोही भिडियो हेर्दै हुनुहुन्छ होला कमेन्ट गर्नु है त। अब हामी फेरि पर गएर भेट्नेछौँ है त। हामी चाहिँ त्यहाँको त्यहीँ पलाएको हो त्यो पानी चाहिँ खाँदै थियो हामी। बरु यो कुलोमाको पानी खान्थ्यो क्या। यो कुलोको पानी चाहिँ फेरि फोहोर होइन, त्यही पर कुल खोला छ, त्यही कुल खोलाबाट डाइरेक्ट ल्याएको पानी हो क्या। यो चाहिँ कतै पनि त्यस्तो छैन, यहाँ पाइपबाट आउँछ, यहाँ मात्रै बाहिर हो, त्यहाँसम्म पाइपबाट आउँछ। हो बरु यो कुलोमा ल्याएको पानी खान्थ्यौँ हामीले, त्यो बरु त्यो पलाको पानी कहिले खानु दिनु हुँदैन थियो,
खाएको पनि छैन, खाँदिनँ पनि म त्यहाँको पानी चाहिँ। यहाँ कुलोबाट आएको पानी हो। यहाँ चाहिँ फेरि डेन्जर पहिरो छ क्या, उता पारि दाउरा लिएर आउनुभएको रहेछ दिदी आन्टीहरू। अनि भिड चाहिँ डेन्जर भिड छ क्या यो परतिर। लेट्स सी सबैजनाले हेर्नु होला त्यो पहिरो चाहिँ। यो चाहिँ हामी चाहिँ यहाँ पुगिसक्यौँ। यहाँ चाहिँ डेन्जर भिड छ क्या। यहाँ आउँदो गयो भने त सिधै तल पुगिन्छ होइन। भिडमा छ पारिबाट दिदीहरू छ। अब भिडमा चाहिँ जानुपर्ने हुन्छ हामी। अहिले त बाटो राम्रै छ, पहिला त लास्ट डेन्जर बाटो थियो क्या। यहाँ त यहाँ पहिला यस्तो भिड छ है, यस्तोमा पहिला यहाँबाट भुइँसी छिर्छ अरे क्या। अहिले यहाँ उताबाट मान्छे आयो भने भित्तातिर टाँसिनुपर्छ। पहिला चाहिँ यहाँबाट भुइँसी यताउता लाने गोठ सार्ने बाटो अरे यो चाहिँ। तर यो पछि खै के मिलेन, खै के भयो, अब पहिरो गयो। नत्र पहिला यहाँबाट भैँसी हिँड्थ्यो अरे क्या, मलाई बाजेले भन्नुभएको। अहिले बाटो यस्तो छ, ला मुनिबाट त बाटो रहेन क्या। अब माथि चढ्नु पर्छ। परबाट दिदीहरू खै को यहाँबाट चिनिएन, दाउराहरू लिएर आउँदै हुनुहुन्छ। यस्तो छ पहिरो। तल यस्तो खोज्छ यो पारि, यो माथि कुलो छ क्या पानीले। यहाँ धेरै बस्नु हुँदैन, अहिले माथिबाट ढुङ्गा आयो भने फेरि खतम पारिदिन्छ है। कति बज्यो अहिले कताबाट 10 बजेदेखि अहिले भर्खर आउनुभएको। धेरै टाढा माथि पुगेर ल्याउनु भयो क्या हो घाँस? धेरै माथि गएर ल्याउनु भएको घाँस? ए धेरै टाइम भएछ नि तपाईँहरू आउनुभएको। दिदीहरू चाहिँ कति 10 बजे आउनुभएको अरे, अहिले 12 साढे 12 हुन लागिसक्यो। अहिले भर्खर फर्किनु भएको रहेछ। भिडियो चाहिँ बिचमा फेरि फुल गर्नै पाइएन क्या। कति बजे भाइ भनेर सोध्नु भयो। अब सोधेपछि त भन्नु पऱ्यो, मोबाइल हातमा छ, फेरि भनेन भन्नलाई। अनि फेरि भिडियो कट गरेर भनिदिएँ मैले चाहिँ। साढे 12 भइसकेको छ, उहाँहरू चाहिँ 10 बजे आउनुभएको रहेछ। अनि 10 बजेदेखि आउनुभएको, साढे 12 र डरै घाँस काटेर बस्नुभएको छ। घाँस काट्दा गफ गर्दा 7 बज्यो होला। यता चाहिँ यो के भन्छ यो काँडालाई, हाम्रोतिर हामीले चाहिँ यो काँडालाई नागबेनी भन्छ है। यो जुन चाहिँ यो कान छेड्नलाई प्रयोग गर्ने हो क्या। यो कान छेड्नको लागि गर्छ। मैले पनि छेडेको थियो पहिला यहाँ, अहिले चाहिँ बुझिसक्यो त्यो छैन। यहाँ पनि चुटाएर फालेको छ। यसरी चाहिँ चुटाएर नफालिदिएको भए हुन्थ्यो, मान्छेहरूले खै चुटाएर फालिदिइहाल्दो रहेछ। यो घोच्छ क्या यसले फेरि। अब यस्तोमा देखिएन भने किल्च्यो भने त घोच्यो नि त। यता पारी रामपुर, यो चाहिँ हाम्रो मोलुङ गाउँपालिका पालिका हो। यो चाहिँ यो ठुलो भवन चाहिँ। र जुन यो पारि खोज छ, यो जुन यो माथि चाहिँ त्यहाँबाट कुलो छ क्या। त्यहाँनिर चाहिँ एउटा त्यो कुलो चाहिँ उता त्यो केराबारी भन्नेमा जान्छ। त्यहाँ चाहिँ पानी लगेको छ यता खोलाबाट। पहिला यो बाटो यहाँ धेरै पहिरो जाँदाखेरि चाहिँ यो बाटोबाट जानुहुन्थ्यो अरे कि, त्यो कुलोको बाटोबाट। त्यो कस्तो खतरा कुरा, त्यो कुलोभित्र घिचेर जानुपर्थ्यो अरे। त्यो धेरै उभियो भने नि माथि ढुङ्गामा ठोकिने। त्यो कुलो फेरि यस्तो पहराबाट त्यो छिँडेर त्यो काटेर पहरा काटेर कुलो बनाएर लगेको छ क्या। त्यो भए अझै छ त्यो कुलो। त्यहाँबाट पाइपबाट पानी पनि लगेर त्यो गाउँमा छ अझै पनि। अझै मेरो चाहिँ यहाँ अब त्यो डाँडा माथि कटेर पनि माथि नै पुग्नुपर्छ मेरो चाहिँ। अनि अझै हिँड्नु त अझै छ, फेरि घाम लागिहाल्यो। उकालो हिँड्नै नसकिने घाममा फेरि। अब गरममा चाहिँ एकछिन बस्छु शीतलमा, अनि फेरि म हिँड्छु। यता भिडियो हेर्दै गर्नु होला सबैजनाले। साथीभाइहरू, उकालो यति बल्ल उकालो सुरु हुँदैछ मेरो चाहिँ। यो चाहिँ माथि पुग्नुपर्छ, कहाँ माथि। फुलहरू यस्तो मजाको फुल छन् यताभरि, पक्कैभरि फुल छ क्या। यता चाहिँ ऊ त्यहाँनिर लाली गुराँस पनि छ, थोरै देखिँदो रहेछ।
अब म चाहिँ त्यहाँ लाली गुराँस भएको ठाउँमा जान्छु। घामले गरेर अहिले त घाम छैन, अलिक हरायो। पानी पर्न खोजिरहेछ। छाताहरू केही लिएको छैन, पानी पऱ्यो भने लोत्रो हान्छ आज मलाई चाहिँ। अब म यहाँ लाली गुराँस भएको ठाउँमा जान्छु, बोर्डको छेउमा बाटो रहेछ भने चाहिँ, नत्र उत्तिकै हो। जाँदैन म, बाटो छ जस्तो त लागेन मलाई। खै हुनुपर्ने हो बाटो। हिँड्दै गर्नु होला, म त्यहाँ पुग्छु है त साथीभाइहरू। पुग्नु त पुगे साथीभाइहरू, तर त्यसको फेदमा पुग्ने ठाउँ अप्ठ्यारो रहेछ। म ब्यागहरू यहीँ राखेर जान्छु, केही हुन्न होला। ओहो, बाटो 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 छैन। यहाँबाट गयो भने तल पुगिन्छु, तर नपुगोस्। ओहो, फेरि जानु सकिएला जस्तो लागेन। त्यस्तो रहेछ, त्यहाँबाट सुलुट्ट गयो भने त ऊ तल पुग्छ। अनि कहाँ जानु, त्यहाँ उँभो रहेन क्या हो, माथितिर छ सायद, मलाई लाग्छ। यहाँ त छैन रे बाबा, छैन। पानी पर्न लाग्यो, अहिले छैन निकाल्छ मेरो, टिप्न सकिएन बा। ल अब माथि अर्को ठाउँमा रहेछ भने म अवश्य भिडियो बनाउँछु। अहिलेको लागि यति नै, भिडियो हेर्दै गर्नु होला है त। सो म चाहिँ अहिले भेडाखोर आइपुगिसकेँ। भेडाखोर भनेको चाहिँ ठाउँको नाम हो, यो 2 घर यति एरिया भेडाखोर हो। अनि जुन यो डाँडा कटेर गएपछि चापु बोर्ड, अनि जुन यहाँबाट थोरै मासतिर गएपछि टापु खर्क। अनि यहाँ यतिमै ठाउँको नाम अर्कै छ होइन। अनि त्यहाँबाट त्यो घरभन्दा सिधा तलतिरबाट उता गएपछि डाँडा खर्क। सो गाइस, म चाहिँ अहिले भेडाखोरमा आइपुगिसकेँ। भेडाखोर यो एरिया चाहिँ भेडाखोर हो। अनि यो डाँडाबाट उता गएपछि चापा बोर्ड, अनि यहाँबाट थोरै मासतिर गएपछि टापु खर्क होइन। अनि त्यहाँबाट अलिक यता लागेपछि चाहिँ डाँडा खर्क हो। अहिले म चाहिँ आधी बाटो पुगिसकेँ, आधी बाटो भन्दा नि धेरै माथि आइपुगिसकेँ। अब यहाँबाट घर पुग्नका लागि त्यस्तै 20देखि 40 मिनट लाग्छ होला। 20 त नभनौँ, 40 मिनट जति लाग्छ यहाँबाट। सो मलाई चाहिँ, म चाहिँ यहाँ एकछिन बसेर जानुपर्ने छ, काम छ त्यहाँनिर। हावा चाहिँ सिरिरी आइरहेछ, चिसो हावा। ज्याकेट लगाइसकेँ मैले चाहिँ। तल चाहिँ पुरा धेरै नै गर्मी भइरहेछ। भ्यू चाहिँ यस्तो छ गाउँको। पानी पर्न लागिसकेको छ, पुरा अवस्था कालो छ, अँध्यारो भइसक्यो रे। छाताहरू केही पनि बोकेको छैन मैले चाहिँ आज। पानी आयो भने चाहिँ मलाई चाहिँ कुकुर कुट्छ पानीले। सो म अब तपाईँहरूलाई माथि गएर भेट्छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला, बिचबाट कोही पनि ब्याक नभइदिनु होला।
यहाँनिर यस्तो छ साथीभाइहरू, यहाँ गाडाङ गुडुङ पनि गर्न थाल्यो। आया अब भयो भने म भिडियो घर गएर गर्छु, नत्र यहीँ म इन्ड गर्न चाहन्छु भिडियो चाहिँ। तर म घरमा गएर नि भिडियो चाहिँ गर्छु, फुल भिडियो घरसम्मको। तर अहिलेको लागि चाहिँ म भिडियो अफ गर्छु। पुरा गाडाङ गुडुङ गरिरहेछ, पानी पऱ्यो। अब चाहिँ म क्यामेरा अफ गरेर कुद्नुपर्ने हुन्छ। है बाई बाई गाइस। सो म चाहिँ अहिले घर आइपुगिसकेँ। अघि नै आइपुगेँ घर त पानीभित्रै पानी परेर लोत्रो कुट्यो पानीले, भन्दा नभन्दै पानीले भिजाइदियो मलाई चाहिँ पुरै। म चाहिँ घर आइपुगेर खाजाहरू खाएर आगो फुकेर अब खाना पकाएँ, बसाली राखेर अनि बाहिर निस्केको। मेरो घर चाहिँ हो होइन, पुरा यता लुङदार छ, यता खुर्मानीको बोट, त्यहाँदेखि दाउरा राख्ने त्यस्तै छ। कुखुरा खोर, अनि यहाँ कुखुरा खोरमाथि कुकुर त्यस्तै छ। त्यस्तो छ। भर्खर अलिअलि सङ्लेको छ पानी, असिना आइहाल्यो। आधी बाटोमै लोत्रो हान्यो मलाई त, भिजाइदियो भन्न। माथि चाहिँ भिजेन, उँधोको त भिज्यो सबै। अब साँझ पनि पऱ्यो। अब म चाहिँ एकछिन गोठतिर घुमेर आउँछु, एक भिडियो हेरिदिनु होला। माम म गोठ पुगेर आउँछु है। ल कुकुर त आउँदै गयो, मेरो कुकुर कता गयो। सो सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। चोया चाहिँ चो यहाँ चाहिँ हाम्रो कुकुर छ। यहाँ मुनि चाहिँ बोजीहरूको घर हो। ल चो 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 काले काले, यहाँ छ मेरो काले काले काले। आइज चे, यो चाहिँ उफ्रेको हिँडेको गरेर छोडेपछि घरै आउँदैन। यसलाई चाहिँ लगेर बाँध्नुपर्छ, बोलाएर खाना दिएर। आइज काले जाम, आइज ओ चो काले। त्यही हो। र गोठिया छ कुकुर यता गयो। यता चाहिँ सब हाम्रो बारी हो, र यो चाहिँ सबभन्दा ठुलो रुख हो क्या यो एरियाकै। ठुलो र पुरानो रुख। यो चाहिँ मर्दा नि मर्दैन। यो घाँस चाहिँ काट्नु हुँदैन, यो घाँस चाहिँ काटिँदैन, किनकि यसको फेदमा चाहिँ नाग बसेको छ अरे। अनि त्यो नागलाई औँसी पुर्ने त्यही बाजेले, उहाँ घरको बाजेले पूजा धुपधुवार गर्नुहुन्छ। अनि यो घाँस चाहिँ काट्नु मिल्दैन, र कुनै वस्तुलाई पनि खान दिनु हुँदैन यो घाँस चाहिँ। है त भिडियो अन्तिमसम्म हेरिदिनु होला। र म चाहिँ अब गोठ जाँदैछु। लेट्स सी हाम्रो भैँसी गोठ। चोकाले छ त्यहाँ बसेर हेर्छस्। चोकाले आइज, आऊ आऊ। र यता छ सिस्नोज्याङ 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 सिस्नो। नो 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 गल्ती नगरौँ, सिस्नोले पोल्छ। चोकाले यो गोठ धारामा पानी लिक भएछ। हाम्रो चाहिँ गोठमा पनि पानी हुन्छ। ओहो ओ हजुर, कहाँ भएको चाहिँ खोइ कहाँनिर छ न इन्जोर पिक्चर खोइ फ्ल्याक्स नो फ्ल्याक्स। बाजे तीन तालेपट्टि तिब्लिङ लिप्स तिक तामला फेरि पानी पर्ने सङ्केत दिइसकेको छ। ल खोइ मुला यहाँ पो काले ओ मेरो काले के छ सबै सबै हो यस्तो बनाएको ठोडे ठोडी ए
बिताएछ नि मुसाले झ्यास्नु त मुसो जान्छ भने मुला खानु यति आफू मुलासम्म मुसाले खान्छ नखाएको चाहिँ हामी सो गाइस म चाहिँ गोठबाट त्यो मुलाको बोरा लिएर घरमा आइसकेँ र भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला र आजको भिडियो चाहिँ यतिमै इन्ड गर्न चाहन्छु र सबैजना राम्रोसँग बस्नु होला हाम्रो चाहिँ यहाँ चाहिँ पनि चिसो चैता लागिसक्यो चैता पनि 10-11 लागिसक्यो त्यही पनि छैन केही पनि उपलब्धि आज चाहिँ पानी छुयो कि हात ठिराउँछ कि के भन्ने हो फेरि उता राम्रोतिर भन्ने पानी तातो भइसक्यो यता भन्ने पानी छुयो भने ठिराउँछ ल आजलाई यति नै भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र आजको भिडियो चाहिँ म यतिमै सकाउन चाहन्छु समाप्त गर्न चाहन्छु हस्त धन्यवाद।